हामी बिहामा गएको भन्नुपर्दा चाहिँ कहाँ बिहा चाहिँ कहाँ हो शिरवानी शिरवानी हजुर कसको बिहा हो बुढीसँग त हजुर भन्नु पर्दैन त बिहा चाहिँ खै कसको त्यस थाहा भएन गएपछि थाहा हुन्छ हो क्या मेरो दिदीको कजनको भन्नु नि हौ मेरो कजनको तर को कजन हो को छ थाहा हुन्छ ल ओके म चाहिँ झन् अन्डा धुन्दा जाँदैछु है हामी चाहिँ तिमीतारको टक्कै पुग्यो सो अब कति घन्टा जस्तो लाग्छ पुग्नु आधा घन्टा जस्तो होइन ल हौ ओ माई गड छिटो हुने रहेछ नि तर बाटै राम्रो छ यहाँको त नि त म चाहिँ कस्तो देखिरहेछ आज छोरी चाहिँ सुतिरहेछ यहाँ